आइसक्नुभयो। हाम्रो हरिगुरु आइसक्नु भएको छ है। हरि दाई आज चाहिँ बाँस लोड गरेर जाने हो। दाई गाडीको कन्डिसन कस्तो छ आज? ठिकै छ? ल ठिक छ। कति राम्रो ट्रक हो यो। अहिले हामी खाना खाँदैछौँ यहाँ दोकान दाइको भोटेको कुरो छ। यहाँ दोकान दाइ उता हुनुहुन्छ, यता भाउजू हुनुहुन्छ। गाडी त फिक्स ठाउँमा हिँड्छ यो गुरुले यार। हरि दाइ ड्राइभर चाहिँ खतरा रहेछ यार। खतरा दिमाग चाहिँ खतरा हो। कुना पटो खतरा छ हरि दाइ। जोस ड्राइभर खोटाङ्गे ड्राइभरमा चाहिँ हरि दाइ रहेछ होइन। म अर्को चाहिँ खोटाङ्गे ड्राइभरमा हरि दाइ चाहिँ खडा हो। यो गाडीमा अरू ड्राइभर चाहिँ खासै खतरा थिएन होइन। एउटा सोम गुरु थियो, अब हरि दाइ नै हो कडा। खोटाङ्गे पुरानो ड्राइभर डन दाइ। साँच्चै भनेर बोकेछ दाइले बाँस। साँच्चै भनेर बोकेर हिँड्न त अब होइन। खोटाङको राजा ड्राइभर हो। खोटाङको राजा ड्राइभर, कडा ड्राइभर। चुली छ बाँस त। अब यो गाडी चाहिँ काठमाडौँ जान्छ। अब यहाँ कस्नु बाँकी छ यसो टक्क ड्राइभर चाहिँ राजै हो क्या। हाम्रो दलवीर सरको राजा ड्राइभर हो।
दलबीर सरले ड्राइभर चाहिँ पाक्यो। यो चाहिँ खोटाङभरिमै नम्बर 1 ड्राइभर चाहिँ उहाँ नि हो। हो तर यार सासे गर्न हाल्यो बाँस यस्तो छ है। हस् म झऱ्यो अब यो गाडी काठमाडौँ गयो अब। ओहो बाई बाई सबैलाई।